हेलो अनि नमस्ते वेलकम टु सिभिल एनर्जी। आज चाहिँ मैले बिल्डिङ टेक्नोलोजी यो सब्जेक्ट नि बिल्डिङ टेक्नोलोजीको युनिट 1 बाट इम्पोर्टेन्ट न्युमेरिकल लिएर आएको छु। बिल्डिङ टेक्नोलोजीमा दुईटा न्युमेरिकल छ, अप्सनलमा तीनटा, मतलब मर्डर गर्ने न्युमेरिकल कहिलेकाहीँ सोधिरहेको छु, तर अलमोस्ट त्यो भनेको वान्स इन अ ब्लू मुन क्या, कहिलेकाहीँ मात्रै सोध्छ। तर यो टाइप्सको र स्टेयरकेसको चाहिँ सोध्छ। स्टेयरकेस त 95% मानौँ, यसलाई 90% मान्छु। र म अरू तपाईँहरूलाई यताउति केही पनि भन्दिनँ। यदि तपाईँहरू च्यानल नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु। तपाईँहरूलाई लेखिदिनलाई के मन पर्दैन भन्नु न, कमेन्ट गरिदिनु न, कहाँ बिग्रेको छ, कहाँ सच्याउनु पर्छ, के राम्रो छ त्यो लेखिदिनु न, अलिकति मोटिभेसन पाइन्छ क्या। कमेन्ट पनि गरिदिनु, लाइक यसरी ठ्याक्क लाइक हान्नु न होइन। यदि मन परेन डिसलाइक गरिदिनु, इज योर इन। म अब केही भन्दिनँ, म बोली नै धेरै। अब हाम्रो के छ भन्दा सुरुमा सोल्युसन लेखिसकेँ। क्वेसनले चाहिँ तपाईँहरूलाई दिएको हुन्छ कम्प्युटर थर्मल ट्रान्समिटेन्स युको भ्यालु निकाल भनेको छ। भ्यालु हामीलाई के दिएको छ भन्दा 22.5 सेन्टिमिटर थिक ब्रिक आउटसाइड वाल प्रोभाइडेड विथ 15 mm थिक सिमेन्ट प्लास्टर अन द बोथ साइड। तपाईँले फिगर बनाउनु भयो भने झन् बेटर आइडिया हुन्छ कसरी गर्ने भनेर। हामीलाई गिभेन दिएको हुन्छ, दिएन भने एल्लाको होइन, त्यही भएर दिन त दिन्छ। सो यसमा केही पनि चिन्ता नगर्नु। अर्को पनि भ्यालु दिन्छ कि दिँदैन भन्ने ममा डाउट छु, तर त्यो तिनवटा त तपाईँहरूले इजिली याद गर्न सक्नुहुन्छ। यो चाहिँ फर्स्ट टाइपको न्युमेरिकल हो, त्यही भएर म इच एन्ड एभ्री न्युमेरिकल चाहिँ यही भिडियोमा हेर्छु। यो लेसनको युनिट 1 को मर्मन टेक्निकल युनिभर्सिटीमा सोध्ने कस्तो हुन्छ भने म तपाईँहरूलाई भनिदिन्छु। सुरुमा चाहिँ फिगर बनाऊँ। यो भने के को भन्दाखेरि यो भनेको वाल लेख्छ नि त, सो सिधै वालको न्युमेरिकल है। यही फिगर बनाउनु र यही बनाइदिन्छु ल। यस्तो भयो। मेरो फिगर त्यस्तो राम्रो छैन किनकि हातले गरेको नि त होइन। र हेर्नु यसको दिएको छ थिकनेसको लेभल कति छ 15 mm। अब बोथ इन्डमा 15 mm को भनेको छ। मजाले क्वेसन पढ्नु छ भने कम्प्युटर थर्मल ट्रान्सपेरेन्सी यु भ्यालु अफ 20 थिक ब्रिक है। यो यहाँ चाहिँ यो चाहिँ ब्रिक हो, यसरी गर्नु। अब यसरी यो 1 नम्बर मैले माने, यसलाई 2 नम्बर माने, यसलाई 3 नम्बर माने। यसको लेन्थ चाहिँ कति दिएको छ भन्दाखेरि म यहाँ गरिदिन्छु किनकि तल बुझ्नुहुन्न होला, कन्फ्युज हुन्छ। यसको चाहिँ 22.5 सेन्टिमिटर दिएको छ। रुल नम्बर 1 जहिले पनि तपाईँहरूले गर्नुहुन्छ भने भ्यालु सबै सेन्टिमिटरमा गर्नु। किन भन्दाखेरि तपाईँहरूले हेर्नुहुन्छ नि, यो स्ट्यान्डर्ड भ्यालुको यहाँ दिएको छ सेन्टिमिटर। सो अब हामीले यसलाई सबैलाई एमएम गर्न सक्छ, तर यस्तोमा गर्यो भने त धेरै नै गाह्रो प्रोसेस आयो नि त। सो यसलाई एमएमलाई लग्नु भन्दा यसलाई सिधै सेन्टिमिटर लग्दा सजिलो हो नि त। त्यही भएर चाहिँ रुल नम्बर 1 यो गरिहाल्नु। अब मैले थिकनेसलाई चाहिँ के माने भन्दाखेरि थिकनेस जुन छ नि, यो इन्दुर यो थिकनेस, यो इन्दुरको यो मोटापनहरू, यसलाई मैले L1 L1लाई चाहिँ कुन योलाई माने। L1 कति छ 15 mm। मैले तपाईँहरूलाई भनिहालेँ थिकनेस गर्दाखेरि गर्नु 1.5 सेन्टिमिटर आइहाल्छ। L2 कति हो 22.5 सेन्टिमिटर, जुन हामीले अब केही पनि गर्नु परेन होइन। L3 15 mm छ, जुनलाई चाहिँ मैले 1.5 सेन्टिमिटर माने। मतलब 1.5 सेन्टिमिटर माने के त्यही त हो। 15 mm लाई गर्दाखेरि कति गर्दाखेरि डिभाइडेड बाई 10 गर्नुपर्छ, मैले त्यो पनि भनिदिएँ। अब के गर्नुपर्छ भन्दाखेरि नाउ अब हामीलाई के थाहा हुनु पर्यो भन्दाखेरि दुईवटा फर्मुला भयो भने यो न्युमेरिकल जस्तो सुकै गर्नुहुन्छ क्या तपाईँहरूले। सुरुमा त यही थर्मल ट्रान्सपेरेन्सी यु, सिधै थर्मल ट्रान्सपेरेन्सी भनेको यु भनेको के हो भन्दाखेरि चाहिँ 1/r। म चाहिँ यसरी सानो आरटी लेखिदिन्छु, 1/r पनि हो, केही पनि छैन। अब आरटीको फर्मुला के हो भन्दाखेरि L/K। L भनेको थिकनेस, के भनेको हामीलाई भ्यालु दिएकै छ। सो अब कसरी निकाल्ने भन्दाखेरि अब अझै एउटा केस हुन्छ यहाँ, मतलब फर वाल्स हामीलाई के थाहा हुनुपर्छ। मैले बुझेको छ भने जहाँसम्म म रङ पनि हुन सक्छु, मैले यसरी बुझेको छु 1/f इनसाइड, मतलब कुनै कप्सन हुन्छ नि त, भित्रको पनि केही टेम्परेचरमा कन्डिसन हुन्छ त्यो, अब बाहिरको पनि हुन्छ। त्यही भएर भित्रको लागि चाहिँ कति 0.125, बाहिरको लागि चाहिँ f0लाई चाहिँ मतलब आउटसाइड इनसाइड, आई भनेको इनसाइड, यो चाहिँ कति हो भन्दाखेरि 0.0515
0.515 भयो है, यो भयो। अब यसलाई पनि हामीले यसमै एड गर्नुपर्छ। सो रेजिस्टेन्स थर्मल रेजिस्टेन्स चाहिँ कति भयो भन्दाखेरि सुरुमा हामीले थर्मल रेजिस्टेन्स निकाल्नु पर्यो। रेजिस्टेन्स मैले आरटी मान्दै L/K। अब L1/K1 प्लस L2/K2 प्लस L3/K3 प्लस 1/F0 1 2 3 1 2 3 यति नै हो नि त कन्डिसन। हामीले यति नै दिएको छ। सो डेङ भ्यालु हालिदिने 1.5/K भनेको 818। मैले भ्यालु हाल्न मिस्टेक गरेँ भने तपाईँहरू गरौँ होला, मैले प्रोसेस भनिदिने हो। कहिलेकाहीँ गर्दा कता भ्यालु मिस्टेक गर्छु म, मेरो यही बानी चाहिँ अलिकति खराब छ। 69.7 प्लस L3 भनेको कति छ त 1.5 81.8 0.125 प्लस 0.0515। यहाँ त अलरेडी 1/उसमा छ नि त फ्र्याक्सनको केसमा छ। सो सिधै भ्यालु हालिदिएको। अब यसलाई गर्दाखेरि कति आउँछ भन्दाखेरि क्यालकुलेटरमा मैले अगाडि पनि गर्छु है, सिधैमै 0.536 आउँछ। क्यालकुलेट गर्दा फेरि टाइम लाग्छ, यति चाहिँ गर्नु होला। आएन भने के हुन्छ भन्दाखेरि अब यसको तपाईँहरूलाई यसको एसआई युनिट चाहिन्छ भने ठ्याक्कै यसको उल्टो हुन्छ, तर यो सेन्टिमिटर हुँदैन है। स्क्वायर एच C/K CL यो भयो। मैले सेन्टिमिटर बाई किन हुँदैन भन्दाखेरि हेर्नु है, यो एल भनेको हाम्रो सेन्टिमिटर हुन्छ नि त। सो तपाईँ एकचोटि गर्नु, अब यसको भ्यालु र यसको भ्यालु हाल्नु, यो सेन्टिमिटर पर्छ, त्यही भएर हाम्रो यो हुन्छ। इफ नट अब तपाईँहरूले विश्वास लाग्दैन भने म तपाईँहरूलाई यहाँ देखाइदिइहाल्छु। सेन्टिमिटर यो भनेको एलको भ्यालु हो नि त। अब के को भ्यालु कति छ त हामीलाई के सेन्टिमिटर/मिटर² एच/सी। यो र यो कट्यो, यो अब माथि आउने भयो मिटर SC/K CL होइन, बुझ्नुभयो नि एसआई युनिट। यो कसरी आयो भन्दाखेरि अब हाम्रो आरटी आयो, मतलब हाम्रो यो थर्मल ट्रान्सपेरेन्सी जुन हाम्रो मेन क्वेसनले सोधेको छ, थर्मल ट्रान्समिटेन्सी युको भ्यालु कति हो हाम्रो, कति थियो त यहाँ युको भ्यालु। यो दुईवटा फर्मुला इम्पोर्टेन्ट छ, मैले तपाईँहरूलाई भनेको यो फर्मुला 1/RT। अब 1/0.536 गऱ्यो भने कति हुन्छ भन्दाखेरि 1/536 सरी 0 हो नि त 0.536 यो आउँछ 1.86। अब अघि यस्तो थियो भने मैले ठ्याक्कै यसलाई उल्टाइदिएको हो किन उल्टाइदिएको। अब यसको युनिट कति हुन्छ त KCL/मिटर² SC। यति गऱ्यो भने हाम्रो 4 मा 4 आयो क्या। देखेन हौ, फेरि टेन्सन हुन्थ्यो। हो देखेको रहेछ, अलिकति म माथि गरिदिन्छु ताकि सबै देखियोस् भनेर। यति नै गर्ने हो। तपाईँहरूलाई मेन कुरा चाहिँ के थाहा पाउनुपर्छ भन्दाखेरि यो फर्मुला थाहा हुनु पर्यो है, थाहा हुनु पर्यो र भ्यालु राख्नलाई यहाँ पुट गर्नलाई आउनु पर्यो। अनि यो भ्यालु चाहिँ तपाईँहरूले याद गर्नुलाई, यो भनेको चाहिँ के को वालको कन्डिसनमा, कहिलेकाहीँ स्ल्याबको कन्डिसनमा सोध्यो भने के हुन्छ भन्दाखेरि स्ल्याबमा चाहिँ एफआई फरक हुन्छ। अहिले हामी स्ल्याबको नि हेर्छौँ। यति नै हो यो केस चाहिँ। अब तपाईँहरूलाई यहाँ चाहिँ सबै बुझ्नुभयो होला। यो कपीमा लेखेको कहीँ डाउट आएको छ भने सोध्नु होला। अब म तपाईँहरूलाई सिधै मेरो पिडिएफमा दिन्छु, जहाँ चाहिँ मलाई सरले पठाइदिएको, त्यहाँबाट हामी एउटा हेर्छौँ। म उतो गरिदिन्छु, फ्ल्यास अफ गर्छु। नमिल्ने रहेछ सिधै यहाँबाट भिडियो गर्दा, फेरि कहीँ क्लिक हुँदाखेरि अप्ठ्यारो हुन्थ्यो। ल अब हेर्नु होला, यहाँबाट यही क्वेसन हो, अघिकै सेम टु सेम क्वेसन हो यो त। कम्प्युटर थर्मल ट्रान्सपेरेन्सी जुन अहिले भर्खर हामीले गऱ्यौँ, त्यसको एन्सर कति थियो त हाम्रो यहाँ 1.87 थियो है। हाम्रो आएको थियो 1.86.1ले के पनि फरक पर्दैन। ल दोस्रो क्वेसन हेरौँ। दोस्रो क्वेसनले के भन्दैछ भन्दाखेरि what will be the modified value of U। अघि थर्मल ट्रान्समिटेन्सी ग्याप 5 सेन्टिमिटर इज इन्ट्रोड्युस बिट्विन हाफ्स। मतलब यो चाहिँ अब के आयो भन्दाखेरि यहाँ छ नि, यो चाहिँ 5 सेन्टिमिटरको ग्याप आयो दुईटाको। अघि चाहिँ टाँसिएको थियो, यहाँ ग्याप आयो।
केही पनि फरक केही सबै सेम हुन्छ है। यहाँ चाहिँ के जान्छ भन्दाखेरि अघि हामीले जुन गरेको थियौँ नि 1/r, अब यहाँ चाहिँ के गर्थ्यौँ 1/c गर्छौँ, यसको भ्यालु कति, सरी यहाँ चाहिँ c को भ्यालु गर्छौँ, c को भ्यालु कति हुन्छ भन्दाखेरि यहाँ हेर्नु है c को भ्यालु 5.35 गर्छौँ सबै त्यही। त्यसो सबै त्यही यहाँ चाहिँ पछि भ्यालु हाल्दा फेरि 1/c3 गर्छौँ, अनि भ्यालु हाल्दा फेरि 1/5.35 हाल्छौँ। त्यो चाहिँ कुनमा थियो हाम्रो फेरि r निकाल्ने कन्डिसनै थियो नि, l/k गर्दाखेरि यहाँ चाहिँ के गर्छु भन्दाखेरि 1/c3। हेर्नु r को गरेको छ सेम, यहाँ चाहिँ सरले चाहिँ इन्डिभिजुअल गर्नुभयो, मैले चाहिँ सिधै कोलाबोरेसन गरिदिएको थिएँ। अब r2 को l2 k2 r3 को 1/c3 1/3 यति आयो। त्यसपछि के छ भन्दाखेरि अल्सो फर वाल, यहाँ वालको लागि 0.125 बाहिर भइहाल्यो, अनि अर्को भनेको 0.051। अब त्यही थियो नि भने नि वालको लागि जहिले पनि यही भ्यालु हो, चेन्ज हुँदैन, स्ल्याबको लागि चेन्ज हुन्छ। त्यसपछि जुन जुन भ्यालु आएको त्यो हालिदिनु भयो, अनि लास्टमा गएर चाहिँ युनिट हालिदिनु भएको छ। तर हामीले चाहिँ जहिले गर्दाखेरि युनिट हाल्नुपर्छ, किनकि एक्जाममा आउने छ भने त मिस्टेक किन गर्नु, मार्क्स किन काट्नु, सरलाई किन दिनु, तपाईँको त एकदम इजिएस्ट हो, स्टेयर केस भन्दा त लाखौँ गुणा इजी है यो चाहिँ। अब अर्को थर्ड नम्बरमा छ, अलिकति ब्राइटनेस बढो, थर्ड नम्बरमा छ, कसो गर्नु त ब्राइटनेस, म यसलाई यसरी गरिदिन्छु। क्वेसन पढ्नु सुरुमा, फेरि ल सुरुमा क्वेसन पढ्नु है त, म अटो रोटेसन अफ गरिदिन्छु। ल अब क्वेसन पढ्नु। What will be the value of the wall 25 cm 1 मैले म त आफूलाई पढे जस्तै पढ्दै रहेछु यहाँ, सरी। What will be the value of the wall if 2.5 cm thick layer of a firm plastic is introduced on one falls between brick and cement? एकतिर वान फर्म भनेको एकतिर यो साइडमा चाहिँ एउटा चाहिँ हामीले प्लास्टिक हाल्यौँ, अर्कोतिर हालेको छैनौँ, तपाईँले यहाँ झुकिनुहुन्छ क्या, त्यही भएर चाहिँ वान फर्म हालेको छ, जुन चाहिँ हामीलाई भ्यालु दिएको छ कति 2.5 सेन्टिमिटर, अनि थिकनेस त प्रायः जस्तो अलमोस्ट यहाँ भ्यालु दिएको छ है, यहाँ 15 mm, इभन 15 mm 2 to 5 mm दिएको छ। यसलाई हामीले केमा चेन्ज गर्नुपर्छ, मैले तपाईँहरूलाई भनिहालेँ, जहिले पनि एमएममा छ भने सेन्टिमिटरमा लगिहाल्नु है फर्मुला गर्दाखेरि, यहाँ तपाईँहरूले झुकिनुहुन्छ। सो अरू त सबै सेम छ, दिक्क लागिसक्यो, हेर्नु यहाँ अरू सबै सेम छ। यहाँ आरको पनि भ्यालु त्यही गरेको छ, जे R1 भनेको L1/K2 L2, यहाँ पनि सबै यहाँ भ्यालु पनि यही अघि छ। सो एउटा तपाईँहरूले मैले जुन चाहिँ अहिले यसरी कपी किन गरिदिएको म सच हो भन्दाखेरि चाहिँ तपाईँहरूले सबै बुझ्नु हो है, यहीँबाट क्लियर होस् है भनेर हो। अब यो पनि भइसक्यो हाम्रो। लास्ट भनेको स्ल्याबको कन्डिसन छ, कम्प्युट द भ्यालु अफ फर आरसिसी स्ल्याब 10 cm thick insulated with 5 cm thick foam plastic finish with 4 cm brick tiles on the top and thick plaster on the bottom। टप भनेको 4 cm को क्वेसनले दिएको छ, 4 cm माथि छ, त्यसको हल्का बढ तलको त्यसको तल 1.5 cm 1.5 cm मतलब जुन सानो छ त्यो चाहिँ हाम्रो थिकनेस भइहाल्यो। अनि 5 cm को हामीलाई के दिएको छ भन्दाखेरि फर्म हालिदिएको छ, केमा त भन्दाखेरि 4 cm, त्यसको माथि चाहिँ हाम्रो ब्रिक छ नि त, तल भनेपछि के भयो फर्म लाग्यो 5 cm को। अनि सबै ठुलो त हाम्रो के हुन्छ पक्कै पनि ब्रिक या मेसिनरी समथिङ के दिएको छ है, 10 cm हाम्रो के दिएको रहेछ 10 cm स्ल्याबको थिकनेस दिएको रहेछ। अब यहाँ चाहिँ के फरक हुन्छ त, सबै सेम हो, यहाँ पनि सबै सेम हो, तर फरक यहाँ तपाईँहरू यहाँ देख्नुहुन्न, यहाँ सबै भ्यालु हामीले सेन्टिमिटर यसरी तपाईँहरू हेर्न सक्नुहुन्छ। R1 को भ्यालु, आरको हाम्रो फर्मुला के थियो L/K थिएन त हैन, L/K थियो, देखिन्छ दिँदैन, R इक्वल हाम्रो L/K थियो, यहाँ L1 L2 L3 गरेछ, के को भ्यालु यसरी हामीलाई गिभन दिएको हुन्छ L1 K1 L2 K3। अब यहाँ चाहिँ हेर्नु है, यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ, यहाँ चाहिँ यहाँ F1 को भ्यालु चेन्ज छ, F1 को भ्यालु कति छ 0.1710। अघि हाम्रो F1 को भ्यालु कति थियो त, यहाँ F1 को भ्यालु अघि कति थियो 0.125 थियो, स्ल्याबमा गएर चाहिँ चेन्ज भएर
171 हुँदो रहेछ है। यति यसरी बुझ्नु। त्यस बाँकी सबै सेम हो, सबै नै सेम हो। यो के अरे लेसनबाट यति नै टाइप्सको न्युमेरिकल सोध्ने हो। यहाँ चाहिँ 4वटा टाइप्सको थियो है, 4वटा, तर सबै सेम स्टाइलले गर्ने हो। त्यही भएर मैले फर्स्टको चाहिँ मजाले बुझाइदिएँ। अरू चाहिँ यस्तै छ। भिडियो मन पऱ्यो भने लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु। थ्याङ्क यू फर वाचिङ गाइज।